2 कप आटा हालेको छु मैले आज यहाँ। यसमा नापेर यो राइस कुकर बस्छु। यसको 2 कप आटा हालेको छु। यसमा अब नुन हाल्दैछु स्वादअनुसार। अलिकति नुन हाल्नु। अब यसलाई 5 मिनट जति रेस्ट गर्न छोडिदिन्छु। सकेको छ। यसो मैले यसरी हाल्दैछु। एउटा गर्दै हाल्दैछु नटासियोस् भनेर। अब यो उम्लेपछि नुडल्सहरू रेडी हुन्छ। मैले बेलेर काटिसकेको छु। एउटा छुट्टाएर हाल्दै जानुपर्छ। बेल्दैछु म। यसलाई बेलेर फेरि काट्नुपर्छ। त्यहाँ उम्लेको पानीमा हालेर थुक्पा पकाए जस्तै पकाउनुपर्छ। बेलिसकेँ। अब म यसलाई काट्न जाँदैछु। यसरी काट्छु मलाई मसिनो गरेर थुक्पा काटे जस्तै। यसलाई मैले काटिसकेकी छु। यसमा अलिकति आटा मिसाएर यस्तो गरेर उठाउन चाहन्छु। तयारी हेर्नुहोस् कति राम्ररी काटिएको छ यो। स्क्रेच गर्दैछु। अब 1 टुक्रा अदरक अदुवा। अब इन्डियामा अदरक भन्छ के त, त्यही भएर मैले नि अदरक भनी पठाएँ। यो भयो प्याजको पात हो। म यहाँ 2टा जति प्याज काट्दैछु मसिनो गरेर। प्याज चाहिँ धेरै नै चाहिन्छ। 2टा मात्रै हाल्छु। आटाको नुडल्स हेल्थको लागि राम्रो हुन्छ। अब यहाँ 2टा प्याज पछि मैले 2टा टमाटर हाल्दैछु। 2टा टमाटर काटेर अब म ग्यास बाल्दैछु। ग्यास बालिसकेँ। कराही चढाउँदैछु। कराही बसालेपछि रिफाइन ओइल धेरै नहालेको ठिक्कको तेल सकेको राम्रो। तेल धेरै खान राम्रो हुँदैन। यहाँ तेल तातिसकेको छ। अब म यसमा प्याज हाल्छु। प्याज र यो हरियो खुर्सानी धेरै नहालेको। तपाईँहरूले कसरी खानुहुन्छ? हामी चाहिँ अलिक खुर्सानी कमै खान्छौँ। हामीले त्यो पेट दुख्नेको प्रब्लम हुन्छ भनेर। अब यो हो अदुवा र यो प्याजको पत्ता पनि मैले एकछिनमा मिसा हालिहालेको छु। एकैचोटि फ्राई गर्नुपर्छ। यहाँ म अलिकति अजिना हाल्दैछु अलिकति टेस्टको लागि। यसमा अब मैले टमाटर एड गर्न जाँदैछु। टमाटर 2टा काटेर हाल्छु। टमाटर एकछिन पकाउनुपर्छ। आफ्नो टेस्टको एकोर्डिङ एड गर्नु होला। मैले अलिकति
कमै हालेको, किनभने मैले आटामा पनि अलिकति नमक एड गरेको छु। टमाटर अलिक गलेपछि यसमा त्यो मैले बनाएको नुडल्सहरू हालेर फ्राई गर्नुपर्छ एकछिन। अब भइसकेको छ। यो अघि बनाएको नुडल्स, आटाको नुडल्स हो, त्यही मैले हालिसकेको छु। चलाएर हाम्रो चाउमिन, आटाको चाउमिन फेरि हुन्छ 5 मिनट र 2 मिनट जति पकाउनुपर्छ। किनभने पाकेकै हो, पानीमा उमालेर पकाइसकेको मैले त्यहाँ मसलामा अलिकति एकदम मात्रै गरेको फ्राई। अब यो पाकिसकेको छ, म यसमा धनिया माथिबाट एड गर्दैछु। मेरो नुडल्स रेडी भइसकेको छ। कस्तो लाग्यो साथीहरू? मन पर्यो भने कमेन्ट्स, लाइक, सब्सक्राइब गरिदिनु होला।